to meet your God. आफ्नो परमेश्वरलाई भेट्न तयार हुनुहोस्। भिडियो नम्बर 2। This is Angelica Zambrano. यो एन्जेलिका जम्ब्रानोको यीशुसित स्वर्ग र नरक गएको दोस्रो अनुभव हो। उहाँको दोस्रो यात्रामा एन्जेलिकालाई दशांश र भेटीहरूमा परमेश्वरलाई लुट्ने क्रिस्चियनहरूको विरुद्धमा हुने न्याय देखाइयो। मूर्ति पूजक पादरिनीहरू र विद्रोही छोराछोरीहरूको विरुद्धमा हुने न्याय, थुमाको जीवनको पुस्तक र अन्य धेरै कुराहरू। मेरा मानिसहरूलाई भनिदेऊ कि मेरो आगमन नजिक छ र म मेरा पवित्र मानिसहरूको निम्ति आउने छु। मेरा मानिसहरूलाई भनिदेऊ कि केवल सन्तहरूले मलाई देख्नेछन्। एन्जेलिका यसरी भन्नुहुन्छ, रातको 12 बजेतिर मण्डलीका केही दाजुभाइहरू मेरो घरमा आउनुभयो। मिडिया पनि आइपुग्यो र सबै कुरा रेकर्ड गरियो। म खाटमा थिएँ अनि अचानक मैले 2 जना स्वर्गदूतहरूलाई देखेँ। पहिलेको जस्तै उहाँहरूले मेरो हात लिनुभयो र भन्नुभयो, उठ, किनभने राजाहरूको राजा र प्रभुहरूको प्रभुले तिमीलाई पर्खिरहनु भएको छ। र म उठेँ अनि मेरो शरीरलाई भुइँमा लडिरहेको देखेँ अनि कोठामा भएका अन्य मानिसहरूलाई मैले देखेँ। म त्यहाँबाट हिँड्न थालेँ। मेरो हात मैले स्वर्गदूतहरूलाई दिएँ अनि हामी माथितिर जान थाल्यौँ। हामी एकदमै छिटै गइरहेका थियौँ अनि केही सेकेन्डभित्रै हामी प्रभुको अघि पुग्यौँ। अनि मैले स्वर्गदूतहरूले हालेलुया पवित्र पवित्र भन्दै आराधना गरिरहेको सुने। म निकै खुसी थिएँ। अनि परमेश्वरको राज्यमा सबैभन्दा सुन्दर बगैँचा थियो अनि प्रभु मतिर आइरहनु भएको मैले देखेँ। उहाँले भन्नुभयो, छोरी, मैले तिमीलाई पर्खिरहेको थिएँ किनभने तिमीलाई भन्नको निम्ति मसित धेरै कुराहरू छन्। प्रभु, म यहाँ छु, म तपाईसितै बस्न चाहन्छु। म पृथ्वीमा फर्किएर जान चाहन्न। कृपया मलाई तपाईसितै बस्न दिनुहोस्। अनि प्रभुले उत्तर दिनुभयो, मेरो छोरी, तिमीले गर्नुपर्ने कुराहरू धेरै छन्। तिमीले काम गर्नुपर्ने छ। तिमीले मेरो काम गर्नुपर्छ। म तिम्रो जीवनको निम्ति केही कुरा देखाउने छु। मेरा मानिसहरूको निम्ति केही कुरा र मानिस जातिहरूको निम्ति विशेष कुरा, किनभने म मानव जातिलाई बचाउन चाहन्छु र कोही पनि नष्ट भएको म हेर्न चाहन्न। त्यसपछि मैले 2 जना स्वर्गदूतहरूलाई देखेँ। मिखाएल र गाब्रिएलले ठुलो चर्मपत्रको मुठो बोकिरहनु भएको थियो जुन एकदमै सुन्दर अनि चम्किरहेका थिए। अनि ती चर्मपत्रको मुठोहरूमा हेरिरहँदा मैले सोधेँ, यो के हो? र यीशुले भन्नुभयो, कि चर्मपत्रमा के छन् भनी के तिमी जान्न चाहन्छौ? मैले उत्तर दिएँ, हो प्रभु। उहाँले भन्नुभयो, मिखाएल, खोल। अनि जब स्वर्गदूत मिखाएलले त्यो चर्मपत्रको मुठो खोल्नुभयो अनि मैले 9 अक्षरहरू जस्तै संख्याहरू देखेँ, तर त्यो मैले बुझ्न सकिनँ। अनि यो के होला भन्ने मैले सोचेँ र स्वर्गदूत मिखाएलले उत्तर दिनुभयो, यी सबै अक्षर र 9 संख्याहरू जुन तपाईले देखिराख्नु भएको छ ती पृथ्वीका मानिसहरू हुन् जसले तपाईले प्रभुसित पाउनु भएको अनुभवको कारणले गर्दा हाम्रो प्रभुलाई आफ्नो मुक्तिदाताको रूपमा ग्रहण गरेका छन्। म अत्यन्तै उत्साहित भएर सोधेँ, कति जना छन्? अनि उहाँले मलाई केही हजार जति आत्माको संख्या बताउनु भयो। म दुखित भएँ र रुँदै भन्न थालेँ, प्रभु, धेरै आत्माहरू परिवर्तन भएका छन्। उहाँले उत्तर दिनुभयो, हेर, यो स्वर्गदूत गाब्रिएलसँग ती मानिसहरूको संख्या छ जो मेरो बाटोबाट अलग भएका थिए तर अहिले म कहाँ आएका छन्, म कहाँ फर्केर आएका छन् मेरो छोरी। अनि मैले त्यो संख्यालाई हेरेँ अनि त्यो संख्या ठुलो थियो र मैले भने, प्रभु, त्यसो भए त मेरो मुकुट मोतीहरूले भरिएको होला र तपाईले आफ्नो राज्यमा मलाई रहन दिनुहुन्छ होला। प्रभुले उत्तर दिनुभयो, होइन छोरी, तिम्रो समय अझै आइसकेको छैन। तिमी पृथ्वीमा फर्कनु पर्छ। तर के तिमी आफ्नो मुकुट हेर्न चाहन्छौ? म एकदमै उत्साहित भएर उत्तर दिएँ, हुन्छ प्रभु, म मेरो मुकुट हेर्न चाहन्छु। अनि उहाँले भन्नुभयो, स्वर्गदूत गाब्रिएल, उसको मुकुट ल्याइदेऊ।
अनि मैले गाब्रिएलले एउटा ठुलो ट्रेमा सुन्दर मुकुट ल्याउनु भएको देखेँ, तर त्यसमा मोतीहरू थोरै थिए। अनि मैले सोधेँ, प्रभु यो कसको मुकुट हो र? उहाँले उत्तर दिनुभयो, मेरो छोरी यो तिम्रो मुकुट हो। अनि मैले सोधेँ, तर प्रभु मेरो मुकुट किन मोतीहरूले भरिएको छैन यदि यति धेरै आत्माहरू तपाईँ कहाँ आएका छन् भने? अनि उहाँले उत्तर दिनुभयो, छोरी एउटा लामो बाटो अझै बाँकी छ, केवल 3500 जना आत्माहरू मेरो उपस्थितिमा आएका छन्, तर तिमीले गएर मेरो वचन प्रचार गर्नुपर्छ, किनभने अझै पनि धेरै आत्माहरू छन् जो म कहाँ आउनु परेको छ। तर प्रभु म किन बस्न सक्दिनँ यहाँ? उहाँले मलाई बताउनुभयो, छोरी किनभने जीवनको मुकुट मोतीहरूले भरिएको हुनुपर्दछ। मैले भने, हुन्छ प्रभु, म तपाईँको काम गर्नेछु। अनि उहाँले भन्नुभयो, मेरो छोरी म तिमीलाई केही कुरा देखाउँदैछु। अनि प्रभुले मलाई लिएर जानुभयो र हामी स्वर्गबाट नरकतिरको एउटा कुलोबाट तलतिर ओर्लियौं। अनि त्यो पहिलोचोटिको अनुभव जस्तो थियो जब मैले नरक महसुस गरेको थिएँ। मैले भने, प्रभु के भइरहेको छ? यीशुले भन्नुभयो, नरकमा म तिमीलाई केही कुरा देखाउन चाहन्छु, तर प्रभु म यहाँ रहन चाहन्न। प्रभु सम्झिनुहोस् त, पहिलो अनुभवमा तपाईँले मलाई धेरै कुराहरू देखाइसक्नु भएको छ। उहाँले भन्नुभयो, हो मेरो छोरी, तर अब म तिमीलाई भिन्नै कुराहरू देखाउने छु। अनि हामी त्यो ज्वालाहरूको भित्रबाट भएर गयौँ। म रुन